हेलो साथीहरू नमस्ते। जोडले हेर्नुस् त आज टमाटरको अचार पकाउँदैछु म त। हेर्नुस् त मजाले टक्क पकाएर बट्टामा सिसाको बट्टामा राख्नुपर्छ। अनि त्यसपछि यसमा चाहिँ मैले मेरो बुढोले चाहिँ टक्क लाएर यस्तो सिद्राम दुईटा मिक्स गरेर पकाएर टक्क सेलाएर बट्टामा सिसाको बट्टामा राख्यो भने चाहिँ अलिक धेरै बेर रहन्छ कि त्यो त। अनि फेरि सिद्राले चाहिँ पहिले तेलमा सर्लक्कै तारेर फ्राई गरेर होइन राखेको छौँ। अब यो अलि मजाले पाकेपछि मरमसला सब हालेर पकाइसक्यौँ। अनि टक्क लाएर पाकिसकेपछि यसलाई सेलाउने, यसलाई मिक्स गरिदिने। त्यसपछि बट्टामा ट्याक्कै सिसाको बट्टामा राखेपछि यस्तो दामी हुन्छ कि टक्क खानासँग टक्क राख्दै खाँदै गर्दाखेरि। त्यही भएर हजुरहरू पनि यसरी बनाउनु होला है साथीहरू।